नमस्कार, आयोग नेपालमा यहाँहरूलाई स्वागत छ। सम्पत्ति विवरण फारम जसमा चाहिँ स्थायी तथा अस्थायी कर्मचारीहरूले अनिवार्य रूपमा भर्नुपर्ने एउटा विवरण हुन्छ। यो सम्पत्ति विवरण फारम कसरी भर्ने, के कुराहरू भर्ने भन्ने कुरामा यस भिडियोमा हामी तपाईहरुलाई छलफल गर्नेछौँ। र यो सम्पत्ति विवरण चाहिँ विशेष गरी तपाईहरुले प्रत्येक आर्थिक वर्षमा चाहिँ भर्नुपर्ने हुन्छ, किनभने भोलिका दिनहरूमा तपाईले यदि कुनै बाइ चान्स चाहिँ कुनै मुद्दा लाग्यो र तपाईको चाहिँ सम्पत्ति चाहिँ छानबिन गर्नु पर्यो भने चाहिँ त्यति बेला चाहिँ यसले तपाईहरुलाई मद्दत गर्नेछ। आउनुहोस् हामी कसरी भर्ने भन्नेका बारेमा चाहिँ हामी यसमा चर्चा गर्छौं। पहिलो रहेको छ सार्वजनिक पद धारण गरेको व्यक्तिको नाम थर भनेको। यसमा चाहिँ तपाईहरुले आफ्नो नाम थर भर्नुस् है, जे पनि हुन सक्छ नाम इटिसी भर्नु होला। त्यसपछि तपाईहरुले यसमा पद भर्नुस् है। म 1 2 भन्दिन्छु तपाईहरुलाई। 1 नम्बरमा चाहिँ तपाईहरुले यहाँ नाम भर्नु होला आफ्नो। त्यसपछि यो 2 नम्बरमा छ तपाईहरुको यसमा चाहिँ पद, तपाई के हो, तपाई निजामतीतिर हुनुहुन्छ या तपाईहरु शिक्षकतिर हुनुहुन्छ अथवा अन्य नेपाली सेना, प्रहरी, सशस्त्र बल जेसमा पनि हुनुहुन्छ त्यो आफ्नो पद चाहिँ यहाँ खुलाउनु होला। कार्यालय 3 नम्बरमा मैले भने तपाईहरु कार्यालय के हो त्यो कार्यालयको नाम चाहिँ यसमा राख्नु होला। यदि विद्यालयमा हुनुहुन्छ भने स्कुलको नाम राख्नुस्, अन्य कार्यालयमा हुनुहुन्छ भने अन्य कार्यालयको चाहिँ नाम राख्नुस्। स्थायी ठेगाना भनेको छ यो 3 नम्बरमा है। यो स्थायी ठेगानालाई अलिकति तपाईहरुले के गर्नु होला त याद गर्नु होला है। जस्तै यो स्थायी ठेगाना भनेको छ, कतिपय साथीले स्थायी ठेगानाको यसरी पछाडी सबै लेखिदिनु हुन्छ है। यसरी नलेख्नु होला स्थायी ठेगाना। स्थायी ठेगाना भनेको तपाईले पहिला यहाँ जिल्ला छ हेर्नुस् त। स्थायी ठेगानामा चाहिँ यहाँ जिल्ला छ, 4 नम्बरमा मैले जिल्ला। त्यसपछि यो 5 नम्बरमा चाहिँ तपाईहरुको गाविस नगरपालिका लेख्नुस्। 6 नम्बरमा चाहिँ तपाईहरुको वडा नम्बर लेख्नुस्। त्यसपछि यहाँ टोल भनेको छ। त्यसपछि तपाईहरुको हाल बसोबास गरेको पनि छ है। यो तपाईहरुको चाहिँ टेम्पररी एड्रेस चाहिँ के छ, हाल बसोबास गरेको। त्यस्तै गरी जिल्ला, गाविस अथवा नपा गाउँपालिका तथा नगरपालिका, वडा नम्बर, टोल यसरी तपाईले हाल्नु होला। त्यसपछि कर्मचारी संकेत नम्बर भनेको छ। यो कर्मचारी संकेत नम्बर भनेको चाहिँ तपाईहरुको स्थायीको हकमा मात्रै है। तपाई स्थायी हुनुहुन्छ भने चाहिँ तपाईहरुको लागि मात्रै यो कर्मचारी संकेत नम्बर, जस्तै सिट रोल नम्बर भन्ने हुन्छ शिक्षकतिर अन्य ठाउँमा पनि जुन एउटा संकेत नम्बर चाहिँ तपाईलाई दिएको हुन्छ स्थायी संकेत नम्बर, त्यो लेख्नु होला। स्थायी लेखा नम्बर, प्यान नम्बर है। प्यान नम्बर तपाईले यहाँ भर्नु होला। र त्यो सँगसँगै माथि दुईवटा कुरा छ यहाँ है। यो कुरालाई पनि तपाईले ध्यान दिनु होला। जस्तै विवरण पेश गरेको आर्थिक वर्ष, विवरण पेश गरेको आर्थिक वर्ष जस्तै अहिले चाहिँ तपाईहरुको 80 81 चलिरहेको छ भने एवं रीतिले चाहिँ तपाईहरुको आर्थिक वर्ष छ त्यो भर्नुस्। र विवरण पेश गरेको निकाय भनेको चाहिँ जस्तो यसमा निकाय भनेको चाहिँ तपाईहरुको अब आफ्नो निकाय हुन्छ है। जस्तै तपाई स्थायी कर्मचारी हुनुहुन्छ भने तपाईहरुको छुट्टै आफ्नो निकाय हुन्छ। विशेष गरी तपाई स्थायी रूपमा शिक्षक हुनुहुन्छ भने चाहिँ राष्ट्रिय किताबखानामा चाहिँ तपाईहरु पेश गर्नुपर्ने हुन्छ। यदि तपाईहरु अस्थायी हुनुहुन्छ भने सम्बन्धित गाउँपालिका तथा नगरपालिकामा चाहिँ पेश गर्नुपर्ने हुन्छ। यो चाहिँ तपाईहरुको एउटा व्यक्तित्व विवरण है, व्यक्तिगत विवरण छ। यसलाई तपाईले राम्रोसँग भर्नु होला। त्यसपछि हामी अब सम्पत्तिको विवरण तपाईले मुख्य रूपमा चाहिँ अब तपाईले सम्पत्ति विवरण भर्नुपर्ने हुन्छ। पहिलोमा रहेको छ अचल सम्पत्तिको विवरण, जसमा क नम्बरमा घर रहेको छ है। अचल सम्पत्तिको विवरण क नम्बरमा चाहिँ तपाईहरुको घर रहेको छ। अब पहिलोमा चाहिँ यहाँ तपाईहरुको घर धनीको नाम राख्नु पर्यो है। यहाँ घर धनीको नाम कसको नाममा तपाईको चाहिँ घर रहेको छ, तपाईहरुको आफ्नै नाममा छ या बुवा या आमा या हजुरबा हजुरआमा जसको नाममा छ उहाँको नाम लेख्नु होला। कुन जिल्लामा छ तपाईहरुको घर, स्थायी घर त्यो लेख्नु होला। गाविस नगरपालिका यहाँ लेख्नु होला। वडा नम्बर कतिमा छ यहाँ लेख्नु होला। र यो किता नम्बर भनेको छ, यो किता नम्बर चाहिँ तपाईहरुको लाल पूर्जामा चाहिँ हुन्छ है। लाल पूर्जामा अर्थात लाल पूर्जा सँगसँगै तपाईहरुको रसिद तिरेको चाहिँ जुन रसिदहरु हुन्छ त्यसमा चाहिँ किता रहेको हुन्छ। त्यो किता नम्बर जस्तै अब तपाईहरुको घरबारीको किता नम्बर एउटा फरक हुन्छ, खेतहरु छ भने त्यो फरक हुन्छ, अन्य ठाउँ बारीहरु छ भने पनि किता नम्बर चाहिँ 2 3 वटा 4 वटा चाहिँ तपाईहरुको हुन्छ। र यसमा भनेको चाहिँ तपाईहरुको जुन घर चाहिँ जुन कितामा रहेको छ त्यो लाल पूर्जामा त्यहाँ खुलाइदिएको हुन्छ है। घर जग्गा भएको किता नम्बर, यो किता नम्बर लेख्नुस्। कति छ 20 25 40 50 के छ किता नम्बर। क्षेत्रफल वर्ग मिटरमा पनि त्यही लेखिदिएको हुन्छ है। तपाईको लाल पूर्जामा चाहिँ यो किता नम्बरको यति वर्ग मिटर क्षेत्रफल भनेर त्यहाँ लेखिदिएको हुन्छ, त्यो लेख्नु होला। त्यसपछि यतापट्टि तपाईहरु चाहिँ खरिद गरेको भए खरिद मूल्य भनेको छ। अब तपाई हालसालै खरिद गर्नु भएको भने चाहिँ अब खरिद मूल्य हैन, तपाईलाई थाहा पाउने गरी चाहिँ यदि खरिद गरिएको हो भने चाहिँ खरिद मूल्य लेख्नुहोस् है। यदि प्राप्तिको स्रोत अथवा खरिद गरिएको हैन जुन चाहिँ पैतृक हो है, जस्तै कुनै प्राय चाहिँ पैतृक पनि हुन सक्छ। पैतृक हो भने
पैतृक लेख्नुहोस् र कैफियतमा त्यस्तो कुनै छ भने लेख्नु होला। यो घरको विवरण भयो है। त्यस पछाडि अब तपाईँहरूको जग्गाको विवरण आउँछ, किनभने घर सँगसँगै अन्य जग्गाहरू पनि हुन्छ तपाईँहरूको है। अब यसमा पनि भर्ने कुरा सेम नै हो, घरमा जसरी भर्नुहुन्छ यसमा पनि त्यही नै हो है। घर धनीको नाम 1 नम्बरमा, 2 नम्बरमा तपाईँहरूको जिल्ला, 3मा चाहिँ गाउँपालिका नगरपालिका, 4 नम्बरमा तपाईँहरूको वडा नम्बर कति हो, 5मा चाहिँ तपाईँको किता कुन हो, 6 नम्बरमा क्षेत्रफल कति छ, 7 नम्बरमा चाहिँ तपाईँहरूको खरिद गरेको मूल्य भए खरिद, यदि खरिद गरिएको होइन भने चाहिँ तपाईँलाई यसलाई यसरी ड्यास छोडिदिनुहोस् होला। र प्राप्तिको स्रोत यदि खरिद गरिएको होइन भने चाहिँ पैतृक हुनसक्छ है। 8 नम्बरमा पैतृक भनेर यसरी लेख्नु होला। कैफियतमा चाहिँ त्योभन्दा अन्य कुनै छ भने चाहिँ त्यो लेख्नु होला। अब अचल सम्पत्तिको विवरण आयो तपाईँको है, एउटा घर र सम्पत्ति भन्ने आयो। अब चल सम्पत्तिको विवरण भन्ने हुन्छ 2 नम्बरमा है। चल सम्पत्तिको विवरणमा चाहिँ तपाईँसँग के छ, नगद पैसा छ कि, सुन छ कि, चाँदी छ कि, हिरा छ कि, जवाहरत छ, के छ त्यो लेख्नु पऱ्यो। अब नगद पैसा भने चाहिँ प्रायःसँग अब हुँदैन आजभोलि, किनभने सबै त्यो ब्याङ्कमा राखेका हुन्छन् प्रायःले है। अब त्यो ब्याङ्क विवरण चाहिँ किनभने तल भर्नुपर्छ तपाईँहरूले। अब यसमा चाहिँ मुख्य गरी चाहिँ तपाईँहरूसँग सुन चाँदी छ भने चाहिँ त्यो चाहिँ भर्नुपर्छ है। जस्तै सुन चाँदीको विवरणमा के हो, विवरणमा सुन हो कि चाँदी हो कि, परिणाम चाहिँ कति छ, तोला, ग्राम। अब आजभोलि प्रायः चाहिँ सुन चाँदी के हुन्छ त, तोलामा हुन्छ। अब प्राप्त मिति भनेको अब केही समय हालसालै चाहिँ प्राप्त गर्नुभएको भने चाहिँ अब प्राप्त मिति है। अब प्राप्त गरेको त्यसपछि खरिद गरेको भए चाहिँ खरिद मूल्य भयो है। अब प्राप्तिको स्रोत के हो त, अब खरिद गरेको भए खरिद भयो होइन। त्यसै अब तपाईँले प्राप्ति मिति पनि थाहा छैन, खरिद गरेको पनि थाहा छैन, पैतृक पनि हुनसक्छ नि त, किनभने बाजे बुवाहरूबाट चाहिँ हस्तान्तरण हुँदै आएका चाहिँ कतिपय सुन चाँदीहरू पनि हुनसक्छ। त्यसमा चाहिँ तपाईँले पैतृक पनि लेख्न सक्नुहुन्छ। कैफियतमा त्योभन्दा बाहेक अरू केही छ भने कैफियतमा लेख्नु होला। त्यसपछि ख नम्बरमा ब्याङ्क तथा वित्तीय संस्था तथा सहकारीमा रहेको खाताको विवरण भनेको छ। तपाईँहरूको ब्याङ्क खाता त पक्कै पनि हुन्छ, कर्मचारी भइसकेपछि तपाईँसँग चाहिँ ब्याङ्क खाता हुन्छ नै पक्कै है। अब खातावालाको नाम लेख्नुहोस् 1 नम्बरमा है। संस्थाको नाम, ठेगाना अथवा खाताको चाहिँ नाम के हो, जस्तै ब्याङ्क सानीमा ब्याङ्क, ग्लोबल आइम ब्याङ्क, प्रभु ब्याङ्क जस्तो गरेर त्यसरी ब्याङ्क र कुन जिल्लामा रहेको छ त्यो ब्रान्च त्यो लेख्नुहोस्। अब खाता नम्बर तपाईँको ब्याङ्क खाता नम्बर, मौजुदा रकम भनेको चाहिँ यो सम्पत्ति विवरण भर्दासम्म तपाईँको खातामा कति पैसा छ र त्यो पैसा प्राप्तिको स्रोत के हो त होइन। अब प्रायःको चाहिँ तलबत्ता हो कि या त त्योभन्दा अन्य छ कि, किनभने कतिपय साथीहरूको 2-3वटा खाता हुन्छ, घरमा पनि घर परिवारको खाता पनि हुने गर्छ होइन। त्यसमा चाहिँ यदि पैसा छ भने त्यो पैसाको स्रोत के हो, तपाईँको चाहिँ जुन खाता छ तपाईँहरूको स्यालेरी एकाउन्ट छ भने चाहिँ स्यालेरी होला। स्यालेरी बाहेकका अन्य कुराहरू पनि होला, तपाईँले ऋण लिएर राख्नु भएको होला, कसैबाट चाहिँ सापटी लिनुभएको होला, त्यो कुरा प्राप्तिको स्रोत के हो यसरी लेख्नु होला। त्यस पछाडि धितोपत्र, सेयर वा ऋणपत्रको विवरण है। अब आजभोलि चाहिँ अब धितोपत्र अथवा सेयर भनेको चाहिँ लगभग प्रायःसँग हुन्छ होइन। तपाईँसँग सेयर छ कि छैन, जस्तै सेयर धनीको नाम होइन, 1 नम्बर सेयर धनीको नाम लेख्नुहोस्, कम्पनीको नाम, ठेगाना अथवा तपाईँकोसँग कुन कम्पनीको सेयर छ, जस्तै कुनै लघुवित्त कम्पनीहरूको सेयर होला, ब्याङ्कको सेयर होला, हाइड्रो पावर कम्पनीहरूको सेयर होला, फाइनेन्सको होला, त्यस माइक्रो फाइनेन्सको होला, ट्रेडिङ सेक्टरको, म्यानुफ्याक्चरको कुन कम्पनीको सेयरहरू छ त्यो लेख्नुहोस् होइन। अब किसिम के हो, सेयरको किसिममा चाहिँ यसमा चाहिँ सेयरको किसिम के हो त है। जस्तै तपाईँहरूको सेयर पनि धेरै किसिमको, एउटा प्राइमेरी सेयर हुन्छ, जस्तै आइपिओ, तपाईँले आइपिओ मात्रै भर्नुहुन्छ। अर्को सेकेन्डरी मार्केटमा पो किनेर राख्नु भएको छ कि तपाईँले सेयर है। तपाईँसँग चाहिँ प्रमोटर सेयर पनि छ कि कुनै कम्पनीको, त्यो कुराहरू तपाईँले खुलाउनु होला। सङ्ख्या भनेको चाहिँ किता है, तपाईँसँग कति किता सेयर छ। रकम भनेको चाहिँ अब त्यो सेयर बापतको रकम कति हो। त्यो प्राप्तिको स्रोत, सेयर तपाईँले कहाँबाट प्राप्ति गर्नुभयो, कसरी किन्नुभयो कि, आइपिओ भर्नुभयो कि है। कैफियतमा चाहिँ केही कुरा छ भने त्यो लेख्नु होला। घ नम्बरमा जाउँ, ऋण लिएको अथवा दिएको, तिरेको भयो। अब तपाईँसँग ऋण कसैसँग लिनुभएको छ, कसैलाई दिनुभयो, कसैसँग तिर्नुभयो भने त्यो पनि खुलाउनु होला है। जस्तै ऋण लिने, दिने, तिर्ने व्यक्तिको संस्थाको नाम यहाँ लेख्नु होला। तपाईँले कुनै ब्याङ्कबाट ऋण लिनुभएको छ कि, कुनै सहकारीबाट ऋण लिनुभएको छ कि, कुनै व्यक्तिलाई ऋण दिनुभएको छ कि भन्ने कुराहरूको चाहिँ तपाईँको यहाँ राख्नुहोस्। तपाईँ लिएको भए लिएकोमा ठिक लाउनुहोस्, दिएको भए दिएकोमा ठिक लाउनुहोस्, तिरेको भए तिरेकोमा ठिक लाउनुहोस् होइन। त्यस पछाडि ऋण लिए तिरेको रकम कति हो त, तपाईँले ऋण लिएको अथवा दिएको अथवा तिरेको रकम कति हो होइन। अब मिति छ, तपाईँले ऋण दिएको, लिएको, तिरेको मिति कहिले हो त्यो खुलाउनु होला है। त्यस पछाडि सवारी साधन, अटोमोबाइल सकमा मात्र चाहिँ विवरण। यदि तपाईँसँग चाहिँ सवारी साधन अथवा बाइक छ भने चाहिँ तपाईँले बाइक अथवा बाइक सँगसँगै अन्य सवारी साधनहरू पनि छ भने चाहिँ त्यो सवारी साधन पनि खुलाउनु पर्ने हुन्छ होइन। किनभने घरमा पैतृक रूपमा चाहिँ पहिलादेखि नै भइरहेको सवारी साधन पनि हुनसक्छ। सवारी साधनको नाम लेख्नुहोस्, मोटर बाइक हो कि, गाडी अन्य बसहरू हो कि,
सरे साधनको किसिम र नम्बर लेख्नुहोस् हैन, खरिद मूल्य लेख्नुहोस्, खरिद मिति कहिले खरिद गरिएको लेख्नुहोस्, प्राप्तिको स्रोत लेख्नुहोस्, कैफियत लेख्नुहोस् है। किनभने खरिद मिति भनेको चाहिँ अब धेरै पहिला खरिद गरिएको भए चाहिँ तपाईँलाई खासै खरिद मिति थाहा नहुनु पनि सक्छ हैन। त्यसमा चाहिँ कुनै पैतृक हुनसक्छ, जस्तै बाजे बुवाहरूले चाहिँ चलाउँदै आउनुभएको गाडीहरू घरमा छ कि, त्यो कुराहरू पनि यसमा राख्नु होला। तेस्रो नम्बरमा छ कृषि तथा पशुपालन घर जग्गा बाहेकको विवरण है। घर जग्गाको विवरण त तपाईँले माथि भरिसक्नु भएको छ। अब कृषि भनेको चाहिँ विवरण भनेको चाहिँ अब यसमा तपाईँहरूको के हुन सक्छ भने जस्तै पशुपालन हुनसक्छ हैन। पशुपालन तपाईँसँग कति छ, कति सङ्ख्यामा छ, खरिद मूल्य के छ, प्राप्तिको मिति के छ, प्राप्तिको स्रोत के छ हैन। पशुपालन पैतृक रूपमा चाहिँ त्यो पाल्दै आउनुभएको पशुपालन हो कि त्यसबाट चाहिँ जस्तै तपाईँले जमानादेखि पाल्नु भएको भैँसीहरू, त्यो भैँसीले चाहिँ बिहायो, भैँसी बिहाइसकेपछि त्यसका पाडापाडीहरू हुर्किँदै आएर अहिलेसम्म रहिरहेछन् कि, त्यो पनि हुनसक्छ है। अरू सँगसँगै तपाईँहरूको चाहिँ पशुपालन सँगसँगै तपाईँसँग चाहिँ कुनै कृषि सम्बन्धी दर्ता केही गर्नुभएको छ कि हैन, कृषि तथा पशुपालन सम्बन्धीको चाहिँ कृषि फर्महरू कुनै दर्ता गर्नुभएको छ भने त्यसको विवरण पनि यसमा खुलाउनु होला। र 4 नम्बरमा छ अन्य सम्पत्ति विवरण। यो बाहेकका है, माथि भरेका घर जग्गा सुन चाँदी ब्याङ्क ब्यालेन्स बाहेकका अन्य सम्पत्ति कुनै त्यस्तो खालको सम्पत्तिको विवरण छ भने चाहिँ यो 4 नम्बर भर्नु होला। यसमा त खासै अब सबै सम्पत्ति भनेको माथि आइरहेछ, त्योभन्दा बाहेक अब कुनै केही त्यस्तो तपाईँलाई लाग्छ भने चाहिँ यसमा भर्नु होला। त्यसपछि अन्तिममा चाहिँ तपाईँले मैले जाने बुझेसम्म माथि लेखेको बमोजिम विवरण ठिक छ भनेर चाहिँ तपाईँले यसमा नाम लेख्नु पऱ्यो, तपाईँको पद के हो, दस्तखत गर्नुहोस् र मिति कहिले गर्नुभएको त्यो मिति लेखेर यसमा गर्नु होला। र यसबाट चाहिँ अब अघिल्लो आर्थिक वर्षमा पेश गरेको सम्पत्ति विवरणबाट थप घट भएको विवरण यसै बमोजिम फारममा भरि पेश गर्नुपर्ने हुन्छ भनेर यसमा भनिएको छ। अब तपाईँहरूले यति भरिसके पछाडि तपाईँले कहाँ बुझाउने हो, एउटा खाममा हालेर त्यहाँ तपाईँहरूले बुझाउनुपर्छ। तपाईँहरू अस्थायी कर्मचारी हुनुहुन्छ भने सम्बन्धित गाउँपालिका अथवा नगरपालिकामा बुझाउनु भन्छ भने, तपाईँहरू स्थायी कर्मचारी हो भने चाहिँ सम्बन्धित ठाउँमा राष्ट्रिय किताबखाना होला या अन्य मन्त्री परिषद कार्यालय होला या अन्य कुनै कार्यालयमा सङ्घीय मामिला तथा मन्त्रालयमा होला, कतै तपाईँको चाहिँ अख्तियारमा पनि बुझाउनु पर्ने होला। ती ठाउँहरूमा चाहिँ तपाईँले यो सम्पत्ति विवरण चाहिँ बुझाउन सक्नुहुनेछ। हवस् त यही थियो तपाईँहरूको लागि एउटा सामान्य जानकारीमूलक भिडियो। तपाईँलाई जस्तो लाग्छ त्यस्तै खालको प्रतिक्रिया चाहिँ दिनु होला। हामी अन्य जानकारी लिएर फेरि पनि उपस्थित हुनेछौँ। हवस् त, नमस्कार।